उता गएर मलेसिया गएर रोजगारदाता परिवर्तन गर्न पाइन्छ कम्पनी। यता पनि एउटा कम्पनी रहेछ साथीहरू है, जानुपर्ने चाहिँ त्यहाँ पारी हो साथीहरू। यो मैले तपाईहरुलाई भनेको थिएँ साथीहरू हैन, मलेसियामा यति धेरै डर हुन्छ हैन। मलेसियामा सबैभन्दा सस्तो सामान पाइने भनेको 9 है। मलेसियामा त त्यसरी भ्लग बनाउँदा डर हुँदैन काले। यता चाहिँ पुलिस चौकी रहेछ कि के रहेछ साथीहरू हैन। हेर्नुस् त कति ठुलो छ हैन। नमस्ते साथीहरू, तपाईहरु सम्पूर्णलाई धेरै धेरै स्वागत छ मेरो भ्लग भिडियोमा। अहिले मलेसियाको 4:30 बज्यो है। आज चाहिँ म तपाईहरुलाई थोरै यो ठाउँको सुन्दर दृश्यहरू देखाउँ भनेर चाहिँ यो भ्लग भिडियो बनाउँदै छु। हेर्दै गर्नु होला आजको भ्लग भिडियो चाहिँ। तपाईहरुले यो भ्लग भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न पनि नछुटाउनु होला भन्न चाहन्छु है। हल्का घाम लागिरहेछ है, एकदमै चराचुरुङ्गीहरुको राएको आवाज पनि आइरहेछ हैन। मलेसिया र नेपालमा त्यति फरक चाहिँ छैन है, हरियाली सेम हैन, प्राय जसो सेम नै हुन्छ। अब म तपाईहरुलाई चाहिँ यो क्यामेरा ब्याक गरेर अगाडिका दृश्यहरू देखाउँछु है त, हेर्दै गर्नु होला। ल हेर्नुस् है साथीहरू, यता चाहिँ कम्पनी छ हैन। यहाँ नजदिकै कम्पनी रहेछ। यो कम्पनीको नाम तपाईहरु आफै पढ्नु होला है। म चाहिँ यताबाट आएको है, यताबाट आएको आउनु चाहिँ अहिले यतातर्फ जाँदैछु साथीहरू हैन। यहाँ अगाडि कम्पनीहरू पनि छन् हैन, छन चाहिँ। अनि यता हेर्नुस् साथीहरू, यहाँ पनि एउटा कम्पनी छ माथि हेर्नुस् है, एसडीएन बीएसडी लेखेको छ है, पढ्नु होला। अनि यता पनि पुरै यो एरियामा पनि कम्पनी छन्। यता यो हेर्नुस् साथीहरू है, यहाँ चाहिँ बुनकन लेखेको छ हैन। के कम्पनी रहेछ थाहा भएन। यता पनि जानुपर्ने चाहिँ त्यहाँ पारी हो साथीहरू। यो ठुलो बिल्डिङ छ नि, त्यतैतर्फ जानुपर्ने हो है। अनि यता हेर्नुस्, यहाँ पनि एकदमै राम्रो छ। उता चाहिँ मलेसियाको झन्डाहरू गाडेको रहेछ है। यता पनि एउटा कम्पनी रहेछ साथीहरू है। यो हेर्नुस् त, म तपाईहरुलाई अलि राम्रोसँग देखाउँछु। यता कम्पनी रहेछ। अनि अगाडि पनि, यहाँ अगाडि चाहिँ साथीहरू अलिकति यहाँ पुलिस चौकी छ है। त्यहाँ चाहिँ सायद रेकर्डिङ गर्न मिल्दैन होला हैन। त्यही पनि सकेसम्म म तपाईहरुलाई चाहिँ देखाउने प्रयास गर्नेछु। अहिले चाहिँ यस्तो ठाउँबाट चाहिँ अगाडि बढ्दैछु है। आज चाहिँ म एक्लै छु हैन, साथीहरु चाहिँ कोही आएन। अलिकति डर पनि हुन्छ नि त मलेसियामा हैन। यता चाहिँ पुलिस चौकी रहेछ कि के रहेछ साथीहरु हैन। यो हेर्नुस् त पुरै झन्डाहरु लगाएको छ है। थाहा भएन के रहेछ, मलेसियन भाषामा लेखेको छ। मलाई यो भाषामा है पढ्न खासै आएन। अब यो सँगसँगै साथीहरु म तपाईहरुलाई थोरै जानकारी पनि दिन्छु है यो भ्लग मार्फत हैन। तपाईहरु मलेसिया आउँदै हुनुहुन्छ भने हैन, धेरै जना चाहिँ अहिले भरममा छन् हैन। मलेसियामा अहिले चाहिँ रोजगारदाता परिवर्तन गर्न पाइन्छ भनेर हैन। नेपालमा तपाई नेपालबाट भनौं न, नेपालबाट जुनसुकै भिसा लगाएर नि तपाई मलेसिया आउन चाहनुहुन्छ। तर तपाईको दिमागमा चाहिँ के छ भने साथीहरु अहिले उता गएर मलेसिया गएर रोजगारदाता परिवर्तन गर्न पाइन्छ, कम्पनी परिवर्तन गर्न पाइन्छ। हामी यहाँबाट जुनमा गए नि हुन्छ, उता गएर चेन्ज गरौँला भनेर तपाईहरु सोचिराख्नु भएको छ भने चाहिँ त्यो चाहिँ एकदमै गलत हुन सक्छ है साथीहरु हैन। म त्यस्तो चाहिँ किन भनिरहेको छु भने है, तपाईहरु राम्रोसँग मेरो कुरालाई बुझ्नु होला हैन। यहाँ चाहिँ अब त्यो रोजगारदाता परिवर्तन गर्न चाहिँ त्यो भने जस्तो सजिलो चाहिँ छैन साथीहरु। अब किनभने हैन, त्यसको लागि धेरै झन्झटिलो काम हुन सक्छ हैन। यहाँ पनि अब दुईवटा कम्पनी हैन, त्यो आपसमा सहमति जनाउनु पर्यो, अनि कागजी प्रक्रियाहरू पूरा गर्नु पर्यो हैन। त्यसपछि मात्रै त्यो सम्भव छ हैन, नत्र सम्भवै छैन साथीहरु रोजगारदाता परिवर्तन गर्न हैन। तपाईहरु त्यस्तो मानसिकता बनाएर आउँदै हुनुहुन्छ हैन, उता गएर चेन्ज गर्न पाइन्छ, नेपालबाट जुनसुकै कम्पनीमा गए नि हुन्छ भनेर तपाईहरु सोचिराख्नु भएको छ भने त्यस्तो चाहिँ नगर्नु होला भन्न चाहन्छु है त। यहाँ चाहिँ के रहेछ साथीहरु हैन, यो बस स्टेसन जस्तो नि छ है। अनि के जस्तो नि छ, यहाँ अगाडिबाट कार आउँदैछ। यता हेर्नु साथीहरु हैन, यो चाहिँ पुरो ट्राफिक लाइन हैन। अनि दायाँ बायाँ एकदमै सडक हेर्नु साथीहरु है। मलेसियाको एकदमै विकसित छ के यो देश पनि हैन, एकदमै चट्ट बनाएर राखेको छ के है। हेर्दा पनि त्यसै सफा चिरी चट्ट हैन, एकदमै मजाको। यहाँ चाहिँ साथीहरु अहिले बच्चाहरु चाहिँ यो ग्राउन्डमा खेलिरहेछन् होला सायद हैन। नजिकै स्कुल पनि छ के भए त। त्यहाँ पर चाहिँ बच्चाहरु खेल्ने ठाउँ बनाएको रहेछ हैन, एकदमै बब्बाल। तपाईहरुलाई विश्वास लाग्दैन होला है, यति ठुलो नाला पनि हुन्छ है मलेसियामा। हेर्नुस् त, लु हेर्नुस् त कति ठुलो छ हैन। अब हेर्नुस्, यसरी चाहिँ
यो ठाउँमा विकास गरिएको छ कि हैन त्यो एकदमै दिगो विकास के हैन। यो भिडियोलाई शेयर पनि गर्नु होला साथीहरु हैन। हाम्रो नेपालमा पनि यस्तै हुनुपर्छ के। हेर्नुस् त यति ठुलो नाला छ। म चाहिँ जानुपर्ने साथीहरु त्यहाँको यो बिल्डिङमा हो हैन। यो बिल्डिङ नजिक नजिक चाहिँ म जान्छु हैन। अहिले चाहिँ यसको भ्यू चाहिँ यस्तो देखिरहेछ यहाँबाट हैन। वाउ साथीहरु यहाँबाट एकदमै राम्रो देखिदो रहेछ हैन। यता पुरै हरियाली छ है। अनि यता सडक छेउमै सडक है। सडक हेर्नु साथीहरु मलाई चाहिँ एकदमै मन पर्यो है। यहाँको यो बनाउनु चाहिँ एकदमै दिगो हैन टिकाउ खालको एकदमै मजाको बनाएको छ। अगाडि चाहिँ ठुलो बिल्डिङ रहेछ फेरि। यता चाहिँ हेर्नु साथीहरु यो कम्पनी हो कि के हो साथीहरु हैन। यता पुरै यो एरिया थोरै मैले तपाईहरुलाई देखाएको है साथीहरु। फेरि देखाउँदै छु आज चाहिँ हैन। हेर्दै गर्नुस् कस्तो छ एकदमै बब्बाल देखिरहेछ है। यो पारीसम्म एकदमै ठुलो छ हैन। अस्ति न साथीहरु एक दुई जना साथीहरुले मलाई कमेन्ट गर्नु भएको थियो है। मलेसियामा त त्यसरी भ्लग बनाउँदा डर हुँदैन कालेहरुले मोबाइल लग्दैन भन्दै हुनुहुन्थ्यो हैन। डर त हुन्छ के गर्ने है। अब आफ्नो काम हो गर्नै पर्यो है। नगरी पनि हुँदैन। अब चाहिँ अगाडि जानुपर्ने छ हैन। भिडियो पनि खिच्नु पर्ने छ। डर मानेर के गर्नु साथीहरु हैन। आफ्नो काम हो काम गर्नै पर्छ हैन। काम नगरी त हुँदैन। त्यसैले यति रिक्सले मैले भिडियो बनाउने गर्छु। त्यसैले भन्छु भिडियोलाई लाइक गर्नु शेयर गर्नु हैन कमेन्ट गर्नु। ल साथीहरु अहिले चाहिँ यस्तो लोकेसनमा पुग्यो हैन। मैले चाहिँ जानुपर्ने खास गरी उ पारी त्यो ठुलो बिल्डिङ देखिराख्नु भएको छ नि ब्याकग्राउन्डमा हो त्यहीसम्म जानुपर्ने हो है। अब यहाँबाट चाहिँ मैले राइट लिन्छु। एकदमै राम्रो छ हेर्नुस् है। ल म तपाईहरुलाई क्यामेरा घुमाएर देखाउँछु हैन। यस्तो छ एकदमै चिरिचट्ट सफा है चिटिक्क परेको। ल हेर्नुस् साथीहरु अगाडि चाहिँ एकदमै यो ठुलो बिल्डिङ छ हैन। अनि दायाँ बायाँका दृश्यहरु हेर्दै जानुस्। यहाँ चाहिँ होटल रेस्टुरेन्टदेखि लिएर हैन कार वाशिङ सेन्टर हैन ब्युटी पार्लर के छन् हैन। पढ्न चाहिँ खासै आउँदैन हैन फटाफट। मलेसियामा सबैभन्दा सस्तो सामान पाइने भनेको 99 मा हो साथीहरु हेर्नुस् है यस्तो छ। अब म चाहिँ फेरि अगाडि बढ्दै छु यहाँ। ल साथीहरु आजको लोकेसनतिर चाहिँ म पुगे हैन। अनि यता चाहिँ यो रेस्टुरेन्ट रहेछ कि हैन। माथि पढ्नु होला है तपाईहरु। यहाँ चाहिँ कार पार्किङ क्षेत्र रहेछ यस्तो है एकदमै चट्ट लाएर। मैले तपाईहरुलाई भनेको थिएँ साथीहरु हैन मलेसियामा यति धेरै डर हुन्छ हैन। मलाई चाहिँ एउटा कालेले घुरेर हेरिरहेको थियो हैन। म चाहिँ यो क्यामेरा चलाएर हिँडिरहेको छु नि त अहिले हैन। उसले चाहिँ हैन एकदम मलाई घुरेर हेरिरहेको है। यही पर हो अहिले म चाहिँ यस्तो सुरक्षित ठाउँमा आइसके है। यो डर हुन्छ के तपाईहरु मलेसियामा हुनुहुन्छ अथवा तपाईहरु नयाँ आउँदै हुनुहुन्छ भने सावधान हुनु होला हैन। यहाँ डर एकदमै हुन्छ के फेरि है। यता चाहिँ नेपालीहरुले काम गर्दा रहेछन् है साथीहरु। मैले चाहिँ खिचिसके है। दाइहरुलाई चाहिँ थाहा छैन फेरि। ल त साथीहरु आजको भ्लग भिडियो तपाईहरुलाई के कस्तो लाग्यो हैन सुझाव सल्लाह कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नु होला हैन। आज चाहिँ मैले तपाईहरुलाई यस्तै हल्का फुल्का हैन छोटो मिठो मात्रै बनाउन खोजेको हो है। धेरै लामो भ्लग बनाएर काम छैन है साथीहरु। अनि मलेसियामा तपाईहरुलाई थाहा छँदैछ हैन सबै ठाउँमा क्यामेरा चालु गरेर हैन यसरी हिँड्न पनि अलिकति डर लाग्छ के अनसेफ हुन्छ हैन। त्यसैले यो छोटो मिठो भ्लग भिडियो तपाईहरुलाई कस्तो लाग्यो सुझाव सल्लाह दिनु होला भन्दै अर्को भ्लग भिडियोमा छिट्टै आउने छु। तबसम्मका लागि नमस्कार जय नेपाल।